एकादेशमा एउटा जङ्गलमा बाँदर र गोही बस्दथे। उनीहरू एकदमै मिल्ने साथी थिए। गोहीले सधैँ जसो बाँदरलाई आफ्नो पिठ्यौमा बोकेर नदीको वार पार लाने गर्थ्यो भने बाँदरले चाहिँ अग्लो अग्लो रुखमा चढेर मिठा मिठा फलफुलहरू गोहीलाई दिने गर्दथ्यो। यसै गरी दिन बित्दै थियो। एक दिन गोहीलाई आफ्नी श्रीमतीलाई पनि सँगै फलफुल खुवाउने मनसाय जाग्यो र सँगै लिएर आयो। गोही र गोहिनीले मिठा मिठा फलफुल खाए र गोहिनीको मनमा पाप जाग्यो। उसले आफ्नो श्रीमानलाई भनी, यो बाँदर यति मिठो फलफुल खान्छ, श्रीमानज्यू यसको मुटु कलेजो त झनै मिठो होला है, यसलाई मारेर खान पाए कसो होला। श्रीमतीको कुरामा सहमति जनाउँदै गोहीले भन्यो, ठिक छ, त्यसो भए म बाँदरलाई लिएर आउँछु भन्यो र बाँदरलाई फेरि पिठ्यौमा बोकेर ल्यायो। र बीच नदीमा आइपुगेपछि गोहीले भन्यो, बाँदर, अब म तँलाई मार्छु, मेरी श्रीमतीले तिम्रो मुटु कलेजो ल्याउनु भनेकी छे भन्यो। र बाँदरले हत्तपत्त जुक्ति निकालिहाल्यो र भन्यो, हेर गोही, मैले त मेरो मुटु कलेजो माथि अङ्गुरको रुखमा झुन्ड्याएर राखेको छु, पखै त लिएर आउँछु भनेर हत्तपत्त दौडेर रुखमाथि चढ्यो र मिठा मिठा फलफुल खान लाग्यो र भन्यो, मूर्ख गोही, तैँले मेरो विश्वासलाई घात गरिस्, आजदेखि तेरो र मेरो दोस्ती खत्तम भयो।